नमस्ते सबैजनालाई। आजको ब्लग चाहिँ दारेचुदेखि स्टार्ट हुँदैछ मर्निङमा र यहाँ चाहिँ एकदम जाडो भएको कारणले गर्दा हामी यहाँ सुजा दुईटा खाँदैछ हो दाजुभाइ मिलेर। अब यहाँ अर्जुनले चाहिँ चिया सुजा खाएर टेस्ट भन्छ गाइस। कस्तो रहेछ टेस्ट? एकदम तुफानहरू छ हो टेस्ट पनि। र अब यहाँ हामीहरू चिया खाएर अब यहाँ हामी गाङलाम हिँड्दैछ यहाँबाट स्टार्टिङ। र अब यहाँ गाइस म तपाईहरुलाई चिराङ र सर्बाङ बोर्डरको बीच देखाइदिन्छु कस्तो छ। अहिले चाहिँ यहाँ मर्निङमा घाम लागिरहेको छ तर पनि जाडो चाहिँ भन्ने गाइस आछुछु हुने खालको छ हो। यहाँदेखि उँधो चाहिँ सर्बाङ भुटान यो लाइनदेखि उँधो चाहिँ, र यता चाहिँ भन्नुपर्दा चिराङ जोङखाक हो गाइस। अनि यहाँबाट चाहिँ अब हामी हिँड्यौँ। अन्त यहाँ चाहिँ एकदम टुरिस्ट प्लेस छ है गाइस चिराङमा। पुरा यहाँ चाहिँ मर्निङमा टुरिस्टहरू आएको रहेछ घुम्नु। यहाँनिर चाहिँ सिनहरू दामी देख्छ। र पहिला चाहिँ यहाँ गेट थियो, अहिले चाहिँ गेट भत्काएको झन्डै 5-6 साल भएछ गाइस। बाटो चाहिँ हेर्नु सक्नुहुन्छ एकदम डाउन छ। पुरा इन्जिन कन्ट्रोलिङ अन गरेर दिइरहेको छ हाम्रो अर्जुन भाइले दिदी। हेर्नु सक्नुहुन्छ कस्तो छ अर्जुन भाइ पारा? एकदम तुफान। र अब यहाँ सिन इन्जोय गर्नुहोस् गाइस। यो चाहिँ हाम्रो भुटानको दोमा भन्छ है, जाडोको दबाई गाइस। एकदम दोमा खाएपछि जिउ तातो हुन्छ। र यहाँ सिन हेर्नुहोस् गाइस। टर्निङमा चाहिँ एकदम साह्रो पर्छ यो लामो गाडी यस्तो बाटोमा। र अब चाहिँ यहाँ टर्निङ काट्दाखेरि कसरी काट्दो रहेछ यो बाटोमा भनेर अस्ति साथीहरू सबैजनाले सोध्नु हुँदै थियो। यहाँ टर्निङ काट्दा चाहिँ अगाडिको टायर चाहिँ पुरा डिलमुनिन जान्छ गाइस। हेर्नु सक्नुहुन्छ पुरा डिलमुनिबाट काटेर जाँदैछ हो गाइस। अनि अगाडिको सिनहरू पनि हेर्नुहोस्। र यो चाहिँ हाम्रो जिएमसी गाइस, गेल्फु माइन्डफुलनेस सिटीको भ्यू फ्रम चिराङ। चिराङै भन्नु अब यहाँ माथि गेट छु त। यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ है गाइस जिएमसी को भ्यू। यहाँनिर चाहिँ सब्जीहरू पनि बेच्दो रहेछ है गाइस गेट छु भन्ने जग्गामा। भ्यू त के छ र आमामा एकदम गार्डन सिन भने जस्तै भइराखेको छ नि भ्यू त। लामो गाडी चाहिँ पुरा टर्निङ काट्दा यसरी टायरहरू चाहिँ झर्नु खोज्छ गाइस। गाह्रो छ गाह्रो एकदम। र यहाँबाट चाहिँ यो चाहिँ लरिङ मासतिर भन्छ हो। यहाँबाट पनि जिएमसी को भ्यू चाहिँ दामी देख्दैछ गाइस सर्बाङ जोङखाकको। हेर्नु सक्नुहुन्छ। आज चाहिँ यहाँ फगी नलागेको कारणले गर्दा एकदम मौसम पनि दामी भएर क्लियर देख्दैछ सिनहरू पनि। ल अर्जुन भाइ कस्तो छ पारा? मजा आउँदैछ? साह्रो छ साह्रो। ड्राइभिङ इज रिस्की विदाउट विस्की भनेको चाहिँ यस्तो हो गाइस।
यहाँ चाहिँ अब हामी तलबाट गाडी आएको देखेको थियो हो। अब सानो बाटो छ, यहीँ साइड गर्नुपर्छ लामो गाडी। यो चाहिँ लरिङ जम भन्छ ल गाइस, लरिङ ब्रिज। यहाँनिर यो गाडीलाई साइड दिएर चाहिँ अब आराममा अगाडि जानुपर्छ। पारा ओके छ होइन अर्जुन भाइ? एकदम एकदम आगो आगो आगो। अब यहाँबाट चाहिँ अर्जुन भाइ चाहिँ गाडी लिएर आउँदैछ, म चाहिँ बाहिर निस्केर पुरा अर्जुन भाइ आगोसँगले गएको भिडियो बनाउँदैछ गाइस, हेर्न सक्नुहुन्छ। तुफान आउँछ है, तुफान तुफान। भन्नुपर्दा चाहिँ अहिलेसम्म यो बाटोमा 16 चक्का चाहिँ हिँडेको थिएन। फर्स्ट यही गाडी हिँडेको हो गाइस। चिराङ जङ्खाक भन्नेमा चाहिँ भुटानमा 16 चक्का पुगेकै थिएन। अन्त यस्तो हुँदैछ 16 चक्का लाँदाखेरि चाहिँ। अब भन्नुपर्दा चाहिँ यहाँ दाजुभाइ निस्केर एकछिन ब्रेक लिएर चाहिँ ब्रेक पनि हल्का हिट भयो भनेर अब ब्रेक पनि ठन्डा हुँदैन। यहाँनिर एकछिन 5 मिनट ब्रेक लिएको छ गाइस, हेर्न सक्नुहुन्छ। गाडी पनि एकदम आज मौसम दामी भएर एकदम साइनिङ हुँदैछ पुरा। यो प्लेस चाहिँ अर्जुन भाइ र म ढुक्कै चिराङ जाँदाखेरि रेस्ट गर्ने जग्गा हो गाइस। यहाँ चाहिँ किनकि सिनहरू पनि दामी देख्छ हो, मुनिहरूतिर हेर्दा पनि लोकेसन पनि दामी छ रहेछ यहाँ चाहिँ। अब चाहिँ भन्नुपर्दा यहाँ तल नुन पानी भन्ने जग्गा है गाइस। यो चाहिँ यहाँको टर्निङ चाहिँ युनिक छ, सिन पनि दामी आउने खालको। अब यहाँ अगाडि एउटा गाडी आएको देखेको थियो, ऊ पर भेट हुन्छ होला टर्निङमा। पुरा हेर्नुपर्छ यसरी, आँखा तन्काई तन्काई चिल जस्तो। यहाँनिर आउँदैछ, ठिक्कै डिपर दिएपछि रोक्छ। अन्त यो गाडी चाहिँ पुरा रङ साइडबाट काट्नुपर्छ, लामो भएर नभएपछि पछाडिको टायर झर्ने चान्स हुन्छ कि गाइस। त्यसले गर्दा पुरा हर्न र डिपर बजाउँदै हिँड्नुपर्छ। अब चाहिँ भन्दा हामीहरू सर्बङ चेकपोस्ट पुग्यो गाइस। पहिला चाहिँ तल थियो, अहिले चाहिँ यहाँ माथि नयाँ चेकपोस्ट हो गाइस यो चाहिँ। अब यहाँ सोध्छ कहाँ जाने भनेर, त्यहाँबाट आइडी कार्ड माग्छ गाइस यहाँ चाहिँ। पहिलाको चेकपोस्ट यहाँ थियो गाइस, अहिले चाहिँ माथि सिफ्ट गरेको। यहाँ हेर्न सक्नुहुन्छ सिन। यहाँ खोलामा राम्रो हेऱ्यो भने चाहिँ पुरा माछा पौडी खेलेको देख्छ गाइस। अब यहाँबाट चाहिँ सर्बङ बजार थियो पहिला यहाँ अगाडि, अहिले खोलाले बगाएर 2017 मा खोलाले बगाएर चाहिँ यहाँ नयाँ बाटो बनाएको हो गाइस। यो हेर्न सक्नुहुन्छ होइन अर्जुन भाइ? हो नि, हो पहिला त दामी थियो नि, अहिले त छैन। यहाँ पहिला चाहिँ बाटो पनि यहाँबाट थिएन गाइस। पहिला 2014-15 तिर चाहिँ माथिबाट आउनु पर्थ्यो। यो चाहिँ नयाँ बाटो हो गाइस। भ्यू इन्जोय गर्नुहोस् गाइस। यहाँ अब हामी आसाम बोर्डर र भुटानबाट, यहाँ भुटान र आसामको बिचको बाटो चाहिँ यही हो गाइस। यता हेर्यो भने आसाम हो, अन्त यो रोड चाहिँ बोर्डर। यता लेफ्टपट्टि चाहिँ भुटान, राइटपट्टि चाहिँ आसाम गाइस। अब यो डम्पर आउँदै रहेछ, यसलाई साइड दिनुपर्छ गाइस। यहाँबाट चाहिँ मुडे भन्ने जग्गामा जान्छ गाइस, इन्डिया आसाम। हेर्न सक्नुहुन्छ त्यहाँ एसएसबीहरू पनि छ, त्यहाँ इन्डिया। अन्त तिङकुहिम भुटान यहाँनिर, त्यता चाहिँ आसाम इन्डिया गाइस। लामो गाडी यस्तो साइडहरूमा साह्रो पर्छ अलिक गाइस। अन्त यहाँ चाहिँ अर्जुनले गाडी छोड्दैछ, पछाडि आएको थियो, अगाडि जानुको लागि साइड दिएको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ भन्नुपर्दा दाजुभाइ पुरा नाचेर इन्जोय हुँदैछ गाइस। मजा होइन अर्जुन भाइ?
अब चाहिँ यहाँ अर्जुन भाइ मुख एउटा बना त तुफान हो फाइनली गाइस GMC को एन्ट्री भइसक्यो गेलुफु माइन्डफुलनेस सिटी हेर्न सक्नुहुन्छ क्या मस्त भ्यू छ आजको दिनमा चाहिँ यहाँनिर यहाँबाट चाहिँ हाम्रो गेलुफुको इन्टरनेसनल एयरपोर्ट पहिला चाहिँ यहाँ सानो थियो अहिले चाहिँ बढाउँदैछ यहाँबाट चाहिँ एयरपोर्ट जङ्सन गाइस र यता राइटपट्टि चाहिँ भन्नुपर्दा MDP भनेको जस्तो लाग्यो गाइस यहाँ चाहिँ ड्राइपोर्ट बनाएको भनेको जस्तो अन्त कोही कोहीले भन्दा चाहिँ ट्रेन आउने बाटो पनि भन्छ तर म चाहिँ यति स्योर छैन र हेर्न सक्नुहुन्छ यहाँ 4 लेन भने पनि यही हो गेलुफु GMC को 4 लेन बाटो हाम्रो भुटानको अहिले चाहिँ हामी यहाँ गोरुबासा आसाम पुगिसकेको थियो गाइस र भुटानको चाहिँ उता गेटमा सुटिङ गर्नु एलाउ छैन रहेछ त्यसले गर्दा डाइरेक्ट यहाँबाट सुटिङ गरेको गाइस भ्यू अफ आसाम हेर्नुहोस् बाटो चाहिँ एकदम सिङ्गल रोड छ त्यसले गर्दा एकदम केयरफुल भएर हिँड्नुपर्छ यहाँनिर चाहिँ र अहिले चाहिँ भन्नुपर्दा सन्तायबारी पुगेको छ गाइस यहाँनिर एकदम भोक लागेकोले गर्दा लन्च खानु रोकेको यहाँनिर पुरा पक फ्राईसँग हुँदैछ यहाँको लोकल ल्याङ्ग्वेजमा भन्नु पर्यो भने चाहिँ ओमा फ्राई यहाँ दुईजना र अब अर्जुन भाइले फर्स्ट चाखेर भन्छ गाइस कस्तो चाहिँ रहेछ टेस्ट ल भनिहाल्नु त अब यहाँको त टेस्ट गर्नै पर्दैन नि हो यहाँ त अन्त 4-5 थाल त आरामले जान्छ नि आगो होइन आगो आगो र अब चाहिँ हामीहरू यहाँ लन्च खाइसकेर यसो हल्का फ्रुट्सहरू खाउँ भनेर गाइस यहाँ आन्टीकोमा चाहिँ आउँदै पछि म निस्किन्छु त्यसले गर्दा यहाँ दोमाहरू सबै पाउँछ अन्त अहिले चाहिँ काँक्रा र यहाँ अर्जुनले चाहिँ पापाया खाँदैछ म चाहिँ काँक्रा खानु पर्यो भनेर यहाँ बनाउनु दिएको छ अर्जुन चाहिँ त्यहाँ खाँदैछ है गाइस र हामीहरू चाहिँ लन्चहरू खाइसकेर हिँडेको थियो अब यहाँ बगैगाउँ भन्ने आसाम पुगिसक्यो र यहाँ चाहिँ LPG बनिन्छ ग्यास र हेर्नु सक्नुहुन्छ यहाँतिर चाहिँ पुरा ट्याङ्करहरू हुन्छ गाइस LPG गनाको यहाँ पुरा रोडतिर पनि गन्दा आउँछ पुरा मास्क लाउनुपर्छ गाइस यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ यहाँतिर पुरा ट्याङ्करहरू छ लोडिङको लागि पर्खेको वेटिङ लिस्टमा अहिले चाहिँ यतातिर पुरा नयाँ फ्लाइओभर बनेको छ र हेर्नु सक्नुहुन्छ सिनहरू दामी देख्दैछ नयाँ फ्लाइओभर भएकोले गर्दा अर्जुन भाइ चिलिङ र इन्जोय गर्नुहोस् गाइस भ्यू र अहिले चाहिँ हामीहरू राखलडुब्बी भन्ने जग्गामा पुग्यो यहाँबाट उता राइट पस्यो भने चाहिँ जोगीगुपा आसाम पुग्छ र यहाँबाट हामी चाहिँ लेफ्ट जानुपर्छ रङ्गिया साइड हेर्नु सक्नुहुन्छ यहाँनिर दाजुभाइ आराममा जाँदैछ हो गाइस आज चाहिँ एकदम फ्रेस छ यता गरम पनि यति छैन ठन्डा पनि छैन र अहिले चाहिँ भन्नुपर्दा हामीहरू गाइस दहलपाडा टोलगेट पुगिसक्यो गाइस यहाँ चाहिँ अब हाम्रो भुटान गाडीको चाहिँ फास्ट्याग चल्दैन त्यसले गर्दा क्यास दिएर हिँड्नुपर्छ गाइस पहिला चाहिँ चल्थ्यो अहिले ब्यान्ड भएको छ यतातिर अहिले चाहिँ भन्नुपर्दा हामीहरू गाइस यहाँ पाठशाला भन्ने जग्गामा पुग्यो अब यहाँबाट सिधा गयो भने चाहिँ रङ्गिया पुग्छ हामी चाहिँ यहाँबाट गाङलाम भुटान जाने हो त्यसले गर्दा लेफ्ट पस्नुपर्छ है गाइस यहाँबाट यहाँ पुग्दाखेरि चाहिँ अलिक हल्का इभिनिङ भएको थियो किनकि बाटोमा हामी गाडीहरू धोइवरी आएको थियो त्यो चाहिँ हल्का सुटिङ गर्नु बिर्सेछ गाइस सरी
यहाँबाट फेरि हामीहरू लेफ्ट पस्नुपर्छ गाइस। यहाँ चाहिँ मार्केटहरू छ पुरा। र अहिले चाहिँ भन्नुपर्दा हामीहरू अघि यहाँ फेरि तल दोकानमा डिनर खाइवरी आएको थियो गाइस। अन्त अहिले चाहिँ यहाँ गाङलाम पार्किङमा पुगेर गुड नाइट भयो गाइस। लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला गाइस। Thanks for watching. लभ यु अल। Like that, share, and subscribe.